पुरा प्रेग्नेन्सी अवस्थामा छ, त्यही पनि अब टिकटक चाहिँ एकदम जोसले अब बनाइरहेको छ क्या। अनि म नेपालको अवस्थाहरू हेर्दाखेरि अलिकति कस्तो लाग्छ क्या, अब यसको अब यताउतालाई युज देखेन होला भनेर, तर होइन, त्यहाँनिर तपाईँहरूले हेर्नुहुन्छ भने यसले हाइवेमा चलाइरहेको छ क्या त्यो स्केटिङ पनि। अनि यो केटाले नेपालमा मलाई यसो विचार गर्दाखेरि लाग्छ अब मान्छे एक नम्बर त अब बेरोजगारी भएर पनि हो क्या, बेरोजगारी भएर पनि अब धेरैले युज गर्छन्। अब हेलो फ्रेन्ड, वाट्सअप, अनि तपाईँहरू कस्तो हुनुहुन्छ? तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि स्वागत छ तपाईँहरूलाई मेरो यो नयाँ भिडियोमा। फेरि पनि म तपाईँहरूको माझमा नयाँ भिडियो लिएर आइसकेको छु। अनि अब के को टपिक चाहिँ के हो भन्दाखेरि तपाईँहरूले अहिले देखिराख्नुहुन्छ होला होइन, अब मान्छे अब नेपालमा हेर्ने हो भने हाम्रो अब नेपालमा धेरै मान्छे छन्। अनि अब 3 करोड 3 मिलियन पपुलेसन छ हाम्रो देशमा चाहिँ। अनि त्यस पछाडि अब देख्नुहुन्छ होला अहिले टिकटक चाइनाले बनाएको होइन एउटा एप हो होइन, सोसियल प्लेटफर्म। अनि जान्नुहुन्छ होला त्यहाँनिर अहिले अब नेपालमा टिकटक युज गर्ने चाहिँ मैले नर्मली हेर्दाखेरि चाहिँ धेरै छन् क्या, लगभग धेरै छन् भनौँ न अब टिकटक युज गर्ने। अनि त्यहाँनिर तपाईँहरूले देख्नुहुन्छ होला टिकटक एउटा सोसियल मिडिया हो। मान्छेले अब टिकटक नेपालमा त मोनिटाइज छैन, तर अरू कन्ट्रीमा छ, जस्तै अमेरिका, जापान, अरू कन्ट्रीमा मोनिटाइजेसन अन छ, तर अब नेपालमा चाहिँ मोनिटाइजेसन अन छैन। अनि मान्छेहरू लाइभबाट चाहिँ तर इन्कम गर्न सकिन्छ टिकटकबाट। अनि धेरै मान्छेहरूले टिकटकमा चाहिँ मान्छेहरूले होइन धेरै भिडियोहरू बनाउँछन्, अनि त्यहाँदेखि लिएर धेरै अब भिडियोहरू अपलोड गर्छन्। अनि कतिले इन्कम पनि गर्छ त्यसबाट लाइभहरू बसेर। अनि त्यस पछाडि अब टिकटकबाट अनि मान्छेले VPN युज गरेर पनि नेपालमा नि पैसाहरू कमाउँछन् भनेको मैले सुनेको छु। अनि त्यस पछाडि त्यहाँनिर तपाईँले हेर्नुहुन्छ भने नर्मल्ली सानोदेखि लिएर वृद्ध अवस्थासम्म सबैको मान्छेले चाहिँ टिकटक युज गर्छ। अनि त्यस पछाडि हामीले टिकटकमा त्यहाँ धेरै प्रकारको भिडियोहरू देखिन्छ। तपाईँहरूलाई म एउटा भिडियो देखाउँछु, यो भिडियो हेर्नुहोस्। अनि यहाँ तपाईँहरूले देखिराख्नु भएको छ होला होइन, एउटा अब पुरा छोरी मान्छे चाहिँ अब पुरा प्रेग्नेन्सी अवस्थामा छ, त्यही पनि अब टिकटक चाहिँ एकदम जोसले अब बनाइरहेको छ क्या। अनि म नेपालको अवस्थाहरू हेर्दाखेरि अलिकति कस्तो लाग्छ क्या, अब त्यो छोरी मान्छेलाई अब केही काम गर्न, अब भात पका सब्जी पका भन्ने मान्दैन होला, तर पनि अब बुढी बोकिरहेछ। अनि कति महिनाको भएको छ, त्यस्तो अवस्थामा नि पुरा अहिले ट्रेन्डिङ, भाइरल ट्रेन्डिङ अब भिडियो पुरा बनाइरहेछ क्या, पुरा बुढीसुढी हल्लाउँदै बनाइरहेछ। अनि यति साह्रो मान्छे टिकटकमा क्रेजी छन्। अनि यस्तो यस्तो मान्छेहरू पनि अब नेपालमा भेटिन्छ भनौँ न। अनि तपाईँले अर्को हेर्नुहुन्छ भने यहाँ तपाईँले देख्नु सक्नुहुन्छ, अनि स्केटमा चाहिँ एउटा स्केटिङ गर्दैछ। अनि यसले चाहिँ कहाँनिर गर्दैछ भन्दाखेरि भिडियोहरू कस्तो बनाउँछन् भनेर तपाईँहरू देखाउँदै थिएँ। अब कतिले भन्नुहुन्छ होला अब यसले विरोध गर्यो, यसको अब यताउतालाई युज देखेन होला भनेर, तर होइन, त्यहाँनिर तपाईँहरूले हेर्नुहुन्छ भने यसले हाइवेमा चलाइरहेको छ क्या त्यो स्केटिङ पनि। अनि यो केटाले अनि त्यस पछाडि तपाईँले हेर्नुहुन्छ भने उसको भिडियोहरू प्रायः जस्तो होइन यस्तो अब रोडमा कुदाइरहेको हुन्छ। म चाहिँ के भन्छु भन्दाखेरि अब आफ्नै पर्सनल एरियातिर अब कुदाउँदा हुन्छ सजेस्ट गर्छु, तर अब हाइवेतिर कुदाउनु हुँदैन क्या। किन भन्दाखेरि हामी हाइवेतिर अब स्केटिङ गर्दै हिँड्छौँ भने त्यहाँनिर कतिको एक्सिडेन्ट हुनसक्छ, कतिलाई नराम्रो होइन किसिमको अब असर पर्न सक्छ। अनि यो चाहिँ अलिक चित्त बुझेन क्या। अब यसो विचार गर्दाखेरि मान्छे टिकटकमा हेऱ्यो भने हामीले अनेकको देखिन्छ क्या। अनि तपाईँहरूले अनि अब यङ केटीहरूलाई हेर्नुहुन्छ भने उनीहरू अब म्याक्सिमम मैले देखेको उनीहरू अब आफ्नो जिउलाई चाहिँ अलिक फ्लेक्सिङ गर्नु खोज्छ भनौँ न। अनि छिटो भाइरल पनि हुन्छ, तर अब हामी अब नर्मल क्रिएटरहरू छ भने कोही ब्लग बनाउँछौँ, राम्रो इन्फर्मेसन दिने खालको राम्रो टपिकमा बनाउँछौँ भने त्यस्तो मान्छेको भ्युज जाँदैन क्या। तर अब तपाईँहरूले हेर्नुहुन्छ भने अब जतको मान्छेहरू अब कोही नाचिरहेको, अनि त्यस पछाडि
अब त्यो टिकटक त हुनु त अब नाच्ने नै हो अब सङमा, तर पनि अब कुनैले चाहिँ अब जोतको मान्छेहरूले नि अब उल्टी सिटी हरकतहरू गरिरहेछ भने होइन पुरा इधर उधर गरिरहेछ भने चाहिँ एकदम ऊ चाहिँ भाइरल हुन्छ क्या, ट्रेन्डिङ हुन्छ अनि उनीहरूले चाहिँ अब त्यस्तो मान्छेहरू टिकटकमा इन्कम गरिरहेको हुन्छ क्या। टिकटकमा यस्तो नमुनाहरू अब होइन नमुनाहरू धेरै छ क्या, तपाईँहरूले देख्नुभयो भने उनीहरूले उल्टी सिधी हरकतहरू गर्ने अनि त्यस पछाडि अब जे पाए त्यही भिडियो बनाउने अनि विभिन्न यस्तो हामी देख्न सक्छौँ क्या। अनि नेपालमा मलाई यसो विचार गर्दाखेरि लाग्छ अब मान्छे एक नम्बर त अब बेरोजगारी भएर पनि हो क्या, बेरोजगारी भएर पनि अब धेरैले युज गर्छन् अब, अनि हामी टाइम चाहिँ त्यसमै बिताउँछौँ क्या, स्क्रोल गरेर त्यसको एन्ड नै हुँदैन क्या। तपाईँको ब्याट्री सकिन्छ तर त्यो एन्ड हुँदैन क्या स्क्रोल गरेकै। अनि म चाहिँ के भन्छु भन्दाखेरि अब तपाईँहरू कोही सोसियल मिडियामा राम्ररी अब इन्कम गर्दै हुन्छ ठिक छ, तर अब कतिले चाहिँ हामी चाहिँ त्यसलाई मिसयुज गरिरहेको हुन्छौँ क्या। नेपालको अब सानो केटाकेटीहरूलाई पुरा अब मैले देखेको अब स्कुलको सरहरूले अनि त्यस पछाडि प्राइभेट स्कुल सायद होला, अनि प्राइभेट स्कुलमा सरकारी हो त्यहाँनिर मैले देखिरहेको थिएँ टिचरहरूले चाहिँ पुरा सानो केटाकेटीहरूलाई पुरा इङ्ग्लिस सङमा चाहिँ पुरा टिकटक हामीले बनाउनु सिकाइरहेको छौँ क्या। अनि हाम्रो यो जेनेरेसन चाहिँ कुन लेभलमा पुगेको छ जस्तो लाग्छ क्या, हामी जोकर जस्तो भएको छौँ जस्तो लाग्छ क्या। किनकि अब हामीले डान्स मात्र सिकाएर चाहिँ केही त्यति साह्रो हामीले केही नापिँदैन जस्तो लाग्छ क्या। अब त्यही पनि मोडर्न गीतमा अनि सानोमा अब लगभग 8-9 वर्षको सानो केटीहरूलाई अनि पुरा उनीहरूलाई अब पुरा नाच्नु लाएर अनि अलिकति अप्ठ्यारो खालको अलिकति होइन अब शरीरहरू फ्लेक्सिङ गर्नु लाएर त्यस्तो टाइपको भिडियो बनाउनु हामी सिकाउँछौँ क्या। त्यो कति नराम्रो छ है, त्यो तपाईँहरूले सोच्नुभयो भने त्यो कति नराम्रो होला। अनि मैले यस विषयमा तपाईँहरूलाई भनेको पनि। अनि यो चाहिँ अनि अर्को के छ भन्दाखेरि टिकटकमा अब टिकटक त अब नेपालमा दर्ता भएको छ नि त, अनि हामीले अब हामीले गभर्मेन्टलाई अब सरकारलाई चाहिँ के अलिकति दोस्याएर बोल्छौँ भने त्यस्तो कुरामा चाहिँ स्ट्राइक आइहाल्छ क्या हामीलाई। अनि त्यस पछाडि अलिकति अब कसैलाई अब कमेन्टहरूमा अब के अलिकति थोरै केही भनेको छ भने अनि त्यस पछाडि भिडियोमा थोरै मुख छाडेको छ भने ब्याड वर्ड्सहरू छ भने अनि के अब त्यहाँनिर हुँदो रहेछ क्या। अनि त्यो भिडियो चाहिँ रिमुभ गरिदिइहाल्छ क्या टिकटकले, अनि कम्युनिटी गाइडलाइन्सको नोटिफिकेसन आइहाल्छ क्या। त्यस पछाडि चाहिँ हाम्रो आइडी फ्रिज पनि हुन्छ टिकटकमा, अनि त्यो एउटा चाहिँ नराम्रो छ क्या। अनि नेपालले अनि त्यस पछाडि अब त्यस्तो कुराहरूमा चाहिँ अब पुरा मान्छेहरूले अब छोटो लुगा लाएर टिकटक बनाएको अनि अलिकति जिउहरू फ्लेक्सिङ गर्नु खालेको भिडियोमा चाहिँ अब स्ट्राइक आउँदैन भनेपछि अब हामीले अब केही कसैको बारेमा भन्छौँ अब राम्ररी अब हामीले सही ट्रुथ कुरा चाहिँ हामीले बोल्छौँ भने त्यस्तै कुरामा स्ट्राइक आइरहेको हुन्छ क्या। अब कम्युनिटी नोटिफिकेसन आइरहेको हुन्छ कम्युनिटी गाइडलाइन्सको, अनि यो चाहिँ एउटा प्रब्लम छ क्या। अनि यो चाहिँ यसको बारेमा चाहिँ हामीले बोल्नु पनि पर्छ अनि नेपाल सरकारलाई भन्नु पनि पर्छ क्या। हामी चाहिँ नेपाल चाहिँ हामीले जोकर जस्तो चाहिँ नबनाउँ क्या, मलाई अलिकति हेर्दाखेरि हाँस उठ्छ। अनि टिकटक राम्रै हो प्लेटफर्म, अब लाइभ बसेर इन्कम गर्नेहरूलाई धेरै राम्रो मान्छेहरू पनि छन्। अब यसमा अब तपाईँहरूले हेर्नुहुन्छ भने कुल बोय देख्नुहुन्छ होला, अब राम्रो मान्छेहरू पनि छ क्या। उसले अब इन्कम गर्छ अनि सोसियल वर्क उसले धेरै गरिब दुखीहरूलाई सहयोग गरेको छ, जेनजी प्रोटेस्टमा नि उसले सहयोग गरेको छ। अनि त्यस पछाडि हामी अलिकति राम्रो मान्छेहरूलाई चाहिँ हामीले टिकटकमा उसलाई साथ सपोर्ट दियौँ भने चाहिँ हामीलाई राम्रो हुन्छ जस्तै लाग्छ। जस्तै एकजना गायक हुनुहुन्छ होइन टिकटकमा, अनि उहाँको मैले हेरिरहेको हुन्छु कतिले मान्छेले ट्रोल गरिरहेको हुन्छ, तर ट्यालेन्ट हो जस्तो लाग्छ क्या। उहाँले अब अलिकति अब मान्छेलाई यस फनी त गरिरहेछ, फन गरिरहेछ। अनि धेरैजना हुनुहुन्छ, तपाईँहरूलाई म नामहरू पनि मेन्सन गरिदिनेछु। अनि दुई तिनजनाहरू हुनुहुन्छ होइन, धेरै अब राम्रो मलाई चाहिँ ठिकै लाग्यो। त्यो भनेको चाहिँ एउटा ट्यालेन्ट हो क्या, एउटा नराम्रो गाह्रो भयो नि मान्छेलाई इन्टरटेनमेन्ट गरिरहेछ क्या, उनीहरूलाई
गराइरहेछ भनौँ न। अनि त्यस पछाडि उनीहरूको भिडियोमा हेर्नु मन छ भने 30-40 मिलियनसम्म भ्युज पनि गइरहेको छ क्या। अनि हामीले नेपाली म्युजिकमै युट्युबमा हाल्यौँ भने पनि त्यति भ्युज जाँदैन क्या, किनकि त्यो राम्रो हो क्या, एउटा ट्यालेन्ट हो। कति ट्यालेन्ट भएको मान्छेहरू धेरै छन् टिकटकमा, तर हामी त्यस्तोलाई चाहिँ अब हामीले चाहिँ वास्ता गर्दैनौँ। अलिकति छोरी मान्छेले अब शरीरहरू अलिकति फ्लेक्सिङ गरेको, अरूलाई देखाएको, अनि अब नराम्रो भिडियोमा अनि यस्तोको पछि लाग्छौँ क्या। अनि यसो विचार गर्दाखेरि नेपाली त्यही भएर पनि पछाडिएको जस्तो लाग्छ क्या। हामी त्यही भएर पनि हाम्रो देशमा केही हुनु नसकेको जस्तो। हामीले अलिकति राम्रो भिडियोहरू बनाएर हालौँ भने हाम्रो नेपाललाई पनि अलिकति चेन्जेस चाहिँ हुन्छ क्या। अब हामी त अहिले त न्यू जेनेरेसनमा छ नि त, हाम्रो माइन्डहरू सोच्नुपर्छ, अलिकति राम्रो थिङ्किङ गर्नुपर्छ। हामीले चाहिँ कसरी चाहिँ होइन हाम्रो अब देशलाई चाहिँ हामीले सपोर्ट गर्न सक्छौँ त्यो तरिकाको हामीले चाहिँ त्यो तरिकाको टाइपमा बोल्नुपर्छ हामीले। अनि हामीले एक दुसरालाई प्रेम गर्नुपर्छ, त्यही हो साथीहरू। हामीले अब त्यस्तो अलिकति राम्रो राइट मान्छेहरूलाई चाहिँ टिकटकमा नै हामीले चाहिँ सपोर्ट गर्नुपर्छ भनेको क्या। टिकटकमा म धेरै देखिरहेको हुन्छ क्या, त्यहाँनिर विकृतिहरू क्या। त्यहाँनिर मान्छेहरूले अब बेसी छोरी मान्छेहरूतिर एट्र्याक्टिभ भइरहेको हुन्छ क्या। म यसो विचार गर्छु। अनि कति दुःख गर्ने मान्छे चाहिँ होइन टिकटकमा पुरा डेली भिडियो हाल्छ अनि पुरा स्ट्रगलिङ गर्छ, त्यस्तो मान्छेको चाहिँ भ्युज 100-200 छ। अनि जतको अब अलिकति छोरी मान्छेहरूले अलिकति उनीहरूको अब अलिकति जिउ फ्लेक्सिङ गरेको, अलिकति शरीरहरू देखाएको त्यस्तो भिडियो छ भने, अनि अलिकति उनीहरूलाई छोरा मान्छेहरूलाई आकर्षित गर्ने खालको भिडियो छ भने त्यस्तोको पछि चाहिँ हामी सबैजना लागिरहेको हुन्छौँ क्या। यो चाहिँ रङ हो अनि ब्याड ह्याबिट हो हाम्रो। यो चाहिँ यस्तो कुरा चाहिँ नेपालीहरूले सबैले हटाउनै पर्छ है, म चाहिँ त्यही सजेसन दिन्छु। अनि अब तपाईँहरूले हामीले पनि अब टिकटकमा मिहिनेत गर्दैछौँ भने राम्रो कन्टेन्ट बनाऊँ होइन। अब यो टिकटकले पनि हाम्रो विकृति चाहिँ नफैलाओस् भनेर चाहिँ एउटा नलेजवाल टाइपको इन्फर्मेसन टाइपको तपाईँहरूलाई यो भिडियो बनाएको छु। भिडियो कस्तो लागेको छ प्लिज तपाईँहरूले होइन लाइक कमेन्ट सेयर गरिदिनुहोस् होइन। अनि त्यस पछाडि तपाईँहरूलाई अब एकदम इन्ट्रेस्टिङ खालको अब यस्तै टाइपको भिडियोहरू कुनै टपिकमा हेर्नु मन लाग्छ भने तपाईँले है मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि अर्को भिडियो हेर्नुको लागि यहाँनिर मैले दिएको छु, प्लिज तपाईँहरूले चेक गर्नु होला। हुन्छ, थ्याङ्क्स फर वाचिङ।